र अमेरिका अस्ट्रेलियादेखि सबै मिलेर मात्रै अनि चीन भारत समेत सबै मिलेर मात्रै लुम्बिनीलाई एउटा विश्व स्तरको चाहिँ केन्द्र बनाउन सकिन्छ भन्ने बारे चर्चा भयो। त्यसमा कसैको विमति पनि छैन। त्यहाँ विश्वका सबै बुद्धिस्ट कन्ट्रीहरूको त कुरै भएन, त्योभन्दा बाहिरका पनि जसले नेपालको विकासको निम्ति गौतम बुद्धको सन्देश, शान्तिको सन्देश विश्वव्यापी रूपमा त्यसको महत्त्व बढेको छ भनेर बोध गर्ने सबैको सहयोगमा मात्रै र त्यसमा पनि मुख्यतः चीन भारत दुवैको सहयोगले मात्रै लुम्बिनीको विकास हुन सक्छ भन्ने बारेमा हामीले कुरा गर्यौं र अहिले त्यही प्रक्रिया अगाडि बढ्दैछ। र अहिले हामी आउँदा पनि विभिन्न देशका प्रतिनिधिहरूसँगै, किनकि यो फाउन्डेसनको मात्रै कुरा होइन, अब अहिले यसमा एउटा प्रश्न के पनि उठेको पाइयो भने यो फाउन्डेसनले मात्रै गर्न खोजेको सरकारसँग सम्बन्धित होइन कि अपारदर्शी हो कि भन्ने पनि कुरा चलेको पाइयो मिडियामा यदा कदा। त्यस्तो त हुनै सक्दैन। सरकार सहभागी नभइकन, पारदर्शी नभइकन लुम्बिनी जस्तो क्षेत्रको विकास सम्भव हुने कुरा पनि होइन। तर तयारीको एउटा चरण त प्राय सबैतिर के हुन्छ भने सरकारकोमा सबै प्रस्तावहरू गएर त्यसलाई अन्तिम रूप दिनुभन्दा अगाडि तयारी त विभिन्न रूपमा हुन्छ। विभिन्न सङ्घ संस्थाहरू, विभिन्न प्रतिनिधिहरूले नै त्यसको तयारीको काम गर्छन्। तयारी भन्दा बढी केही पनि होइन। अन्ततः त्यो फेरि नेपाल सरकारको सहभागिता बिना, नेपाल सरकारको स्वीकृति बिना, नेपाल सरकारको सक्रियता बिना यो अगाडि बढ्ने कुरै होइन। अहिले त्यो तयारीकै क्रममा छ भनेर बुझ्नु नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा फेरि सँगसँगै के पनि चलेको पाइयो भने यो चाहिँ कुनै पनि धार्मिक त्यस्तो ऐतिहासिक स्थलहरूको विकासको निम्ति संयुक्त राष्ट्र सङ्घबाट युनेस्को मार्फत चाहिँ हुनुपर्ने कहाँ, यहाँ त युनिडो चाहिँ बढी सक्रिय भएको भन्ने चर्चा आयो भनेर पनि त्यो चलिराखेको छ। निश्चय नै युनेस्को र युनिडो दुईटै संयुक्त राष्ट्र सङ्घसँग सम्बन्धित संस्थाहरू हुन्। एउटा विशुद्ध चाहिँ धार्मिक ऐतिहासिक सांस्कृतिक स्थलहरूको विकाससँग सम्बन्धित छ भने एउटा अलिकति औद्योगिक विकाससँग सम्बन्धित छ। युनिडो भन्दा औद्योगिक विकाससँग सम्बन्धित कुरा हो भने युनेस्को भन्दाखेरि त्यसको सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने, विकास गर्नेसँग सम्बन्धित हो। हामीले अहिले त्यो बारेमा पनि चर्चा गऱ्यौँ विभिन्न देशका प्रतिनिधिहरूसँग। त्यसो गर्दा लुम्बिनीको प्रोपर चाहिँ त्यहाँको विकासको निम्ति युनेस्कोले नै सक्रियतापूर्वक लाग्नुपर्छ भने त्यसको वरिपरि एउटा औद्योगिक विकास, बाटोघाटो, यो सबै सहरको विकास गर्नको निम्ति युनिडो चाहिँ बढी उपयुक्त अन्तर्राष्ट्रिय संस्था हो राष्ट्रसङ्घ अन्तर्गत भन्ने कुरा पनि चलेको छ। त्यसकारण यो अनावश्यक लुम्बिनीको विकास हाम्रो नेपालकै विकासको निम्ति एउटा महत्त्वपूर्ण बिन्दु हो। यसलाई विवादको विषय बनाउनुभन्दा हाम्रा सबै छिमेकीहरू र विश्वभरिका लुम्बिनीलाई विकास गर्न इच्छुक सङ्घ संस्था र समुदायको सहयोग जुटाउने कुरामा नै हाम्रो नेपालको दीर्घकालीन हित छ। र म मिडियाको साथीहरूलाई पनि त्यसैमा केन्द्रित भएर लुम्बिनीलाई एउटा रणनीतिक बिन्दु बनाएर सँगै नेपालको विकासको निम्ति, किनकि मोटामोटी हिजो मात्रै मलेसियामा हामीले कुरा गर्दा त्यहाँको यो शाक्यमुनि फाउन्डेसन भन्ने, शाक्यमुनि बुद्ध फाउन्डेसन फाउन्डेसन भनेर यो एयर एसियासँग सम्बन्धित, एयर एसिया तपाईँहरूले पक्कै थाहा पाइराख्नु भएको होला, निकै छिटो विकास गरेको संस्था हो। उनीहरूले 5 वर्षभित्रमा चाहिँ कमसेकम 50 लाख चाहिँ टुरिस्ट ल्याउन सकिन्छ भन्ने चित्र उनीहरूले हामीलाई देखाए। हामीले 50 वर्षमा 5 लाख ल्याउन गाह्रो परेको छ। अब 5 वर्षमा 50 लाख पर्यटन आउने भयो भने त्यसले नेपालको चाहिँ विकासमा एउटा गुणात्मक भूमिका खेल्छ भन्ने कुरा पनि प्रष्टै छ। लुम्बिनीलाई एउटा नयाँ खालको चाहिँ केन्द्रको रूपमा कतिपयले भने लुम्बिनीलाई चाहिँ बुद्धिस्टहरूको मक्का मदिना जस्तो बनाउने कुरा या क्रिस्चियनहरूको भेटिकन सिटी जस्तो बनाउने कुरा यो सम्भव छ, किनकि बुद्धिस्ट समुदाय विश्वव्यापी रूपमा चाहिँ सबैको इन्ट्रेस्ट त्यसमा भएको हुनाले लुम्बिनी त्यो रूपमा विकास हुन सम्भव छ। हामीले अहिले बढी जोड केमा गऱ्यौँ भने जो कन्ट्रोभर्सी जस्तो देखियो यो के हो भनेर त्यही विषयमा हामीले विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसँग कुरा गऱ्यौँ। यो एपेकसँग सम्बन्धित पदाधिकारीसँग पनि हाम्रो कुरा भयो र यसलाई चाहिँ सबै देशको अझ हाम्रा छिमेकीहरूको चाहिँ राम्रो सहयोग जुटाएर मात्रै यसलाई सफल पार्न सकिन्छ भन्ने कुरा गऱ्यौँ। हामीले भारतको पनि, चीनको पनि, अमेरिकाको, जापानको, दक्षिण कोरियाको, थाइल्यान्ड, ताइवान यिनीहरू त छँदैछन्। यी सबै देशको सहयोग जुट्ने हो भने साँच्चै हामी नेपाललाई लुम्बिनीलाई एउटा केन्द्रको रूपमा मानेर नेपालको समग्र विकासमा
एउटा महत्त्वपूर्ण चाहिँ योगदान गर्न सकिन्छ। यही विषयमा हाम्रो कुराकानी भयो। अहिले एउटा टोली पनि हामी लिएर आएका छौँ। तपाईँहरूको भोलि सायद उहाँहरूले पत्रकार सम्मेलनै गर्नुहुन्छ, उहाँहरूले नै बताउनुहुनेछ। बढी कुरा त मैले अहिले भन्नुपर्ने मुख्य कुरा यति नै हो। जस्तो अहिले कुर्सी बचाउन लाग्नुहुन्छ कि राजीनामा दिलाउन लाग्नुहुन्छ? अब कुरा गर्नु त्यति उपयुक्त लागेको छैन। तर कुरा के भने हामी 5 बुँदे सहमति जेठ 14 गते भइसकेका छ। 5 बुँदेको तरिकाबाट राष्ट्रिय सहमतिको तरिकाबाटै हामी जानुपर्ने हुन्छ। अब यो बहुमतीय सरकारले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुङ्ग्याउन सम्भव भएन। 3 वर्षको अनुभवले देखाइसक्यो। अहिले सहमतिको एउटा राम्रो सम्भावना पैदा भएको छ। हामी सबैले यसलाई एउटा अनुकूलताको रूपमा, एउटा राम्रो चाहिँ अपर्च्युनिटी अवसरको रूपमा लिनुपर्ने हुन्छ र सहमति कायम गरेर सहमतिकै सरकार बनाउनुपर्छ। झलनाथजीको चाहिँ कुरा उहाँले भनि पनि राख्नु भएको छ। सहमति हुने बित्तिकै म 1 मिनट पनि बस्दिनँ, उहाँ सायद 1 मिनट पनि बस्नुहुन्न। लुम्बिनी जन्मेको भन्ने कुरा यो ऐतिहासिक तथ्य, वैज्ञानिक तथ्य हो। मलाई लाग्दैन भारतले भारतमा जन्मेको भन्छन् भनेर। 1 2 फेरि गौतम बुद्ध नेपालको मात्रै भन्ने कुरा भएन। गौतम बुद्धले ज्ञान प्राप्त गरेको विभिन्न ऐतिहासिक स्थलहरू भने बोधगयादेखि कुशीनगरदेखि यी भारतका पनि विभिन्न स्थलमा गौतम बुद्ध जोडिएको स्थिति पनि इतिहास सिद्ध नै छ। त्यसकारण लुम्बिनीको विकासको निम्ति पनि बोधगयाको, कुशीनगरको या भारतमा जहाँ जहाँ गौतम बुद्ध गएर ज्ञान प्राप्त गर्ने क्रममा चाहिँ एउटा ऐतिहासिक स्थल भए ती ठाउँ सबैको विकासमा सबैले सहयोग गर्नुपर्छ। यहाँ नेपालमा विकास हुन लाग्यो भनेर इन्डियाले त्यसलाई मतलब अप्ठ्यारो ठान्नुपर्ने, अप्ठ्यारो महसुस गर्नुपर्ने कुनै कारण छैन। मलाई जहाँसम्म विश्वास छ सबैतिर सबैले मिलेर विकास गर्ने भन्दा भारतको पनि त्यसमा सहयोग प्राप्त हुन्छ। हजुर, त्यसमा त सबै कुरा आउँछ। त्यसमा होइन, अहिले माने लुम्बिनीमा पनि क्षेत्रीय स्तरको चाहिँ विमानस्थल बनाउने भन्ने कुरा त छँदैछ। तर अहिले लुम्बिनीको विकास भन्दा त्यहाँ पुरै समग्र शहरी विकासकै कुरा आउँछ। त्यहाँ एयरपोर्ट पनि त्यो भित्र पर्छ। होइन, उहाँहरूले त आखिर सरकारसँगै कुरा गर्नुपर्छ। अब सरकारसँगै कुरा गर्ने हो, सहमति सम्झौता जे हुन्छ सरकारसँगै सम्झौता हुनुपर्ने हुन्छ। उहाँहरूको योजना मैले बुझेसम्म लुम्बिनी जाने पनि छ। लुम्बिनीमा गएर त्यहाँको चाहिँ मतलब एउटा भ्रमण गर्ने कुरा पनि छ। बाँकी कुरा उहाँहरूले बताउनुहुन्छ भोलि तपाईँहरूलाई। अब यो सहअध्यक्ष चाहिँ 8-10 वटै छन्। हेर्नुहोस्, रकफेलरको चाहिँ नाति कि पनाति के पर्ने पनि सहअध्यक्षै छन्। यहाँ अहिले मसँग एकजना आउनु भएको छ, तपाईँहरूले देख्नुहुन्छ। अस्ट्रेलियाको राजदूत जो दक्षिण कोरियामा कैयौँ वर्ष राजदूत भएका एकजना बुढा व्यक्तित्व हुनुहुन्छ, उहाँ पनि सहअध्यक्ष हुनुहुन्छ। अब सहअध्यक्ष त्यो फाउन्डेसनको अध्यक्षले कोकोला राख्न मन राख्या हो। हस् त।